नमस्ते, गुड मर्निङ एभ्रिवान। सम्पूर्णमा शुभ बिहानी। आज चाहिँ धान काट्ने दिन है। अब पानी पर्ने, घाम लाग्ने, पानी पर्ने, घाम लाग्ने भइरहेछ। मान्छेले काटौँ भने यस्तै हो, बर्खामा भ्याइँदैन है, पानी परिहाल्छ। त्यही भएर सर्र अब समयअनुसार चल्नु पर्यो। सर्र बङ्गर आएको थियो नजिकै, बङ्गर आएको बेलामा छप्प मौका छपेर काटिहालौँ कि भनेर चट्ट बङ्गर लाउँदैछौँ आज चाहिँ।